हेलो साथीहरु, गुड मर्निङ, राधे राधे सबैजनालाई। हर दिनको जस्तै आज पनि गाडी लिएर निक्लेँ लोड लिनुको लागि। र आज चाहिँ म बहुत साल बादमा यो मेदुको बाटो जाँदैछु। आज चाहिँ मेरो लोडिङ छ मेदुदेखि तिनसुकियाको, र जाँदैछु म यतापट्टि। र बहुतै अप्ठ्यारो लागिरहेछ, 3-4 साल बादमा यो बाटो आएको होइन। पहिला त मैले यतै बसेर गाडी चलाएको थिएँ, तर 3-4 साल भएको थियो मैले गाडी लाइन छोडेको, ठुलो गाडीको लाइन छोडेको थिएँ। र आज बहुत दिन बादमा जाँदाखेरि अलिकति अप्ठ्यारो लाग्दैछ। भए पनि अगाडिको भन्दा अलिकति बाटो बनाएछ। र लोड गरेर निक्लिसकेँ हाइवेसम्म। आज चाहिँ अलिकति छिटो छिटो गर्दैछु म, किनकि मेरो आज 3 ट्रिप छ अरे, 2 ट्रिप लोकल छ अरे, र यो चाहिँ तिनसुकियाको ट्रिप हो, फर्स्ट ट्रिप हो, र फटाफट जाँदैछु। र जाँदा जाँदै भाइलाई चाहिँ यता अल्छी लाग्यो अरे, पुरा निन्द्रा लाग्यो भनेर मुख चुक धुँदैछ। म चाहिँ बोल्दै बोल्दै जाँदैछु। चारैतिर हरियाली बगान देख्न पनि कति राम्रो जग्गा है यता। र फेरि सेकेन्ड टिप लोड गर्नु आइसकेँ म अहिले क्रेसरमा। र मेरो सेकेन्ड टिप पनि छ अहिले आरबिएम, र यता जेसिबी आउँदैछ, भाइले बोलायो जेसिबी। र अघिको बार चाहिँ अलिकति भाइले बेसी माल लोडिङ गरेछ, गाडीले तान्नु पनि अप्ठ्यारो भयो। र अहिले चाहिँ आफै चढ्दैछु होइन। यो यसले माल पनि यति मिलाउनु नजान्दो रहेछ जेसिबीवालाले। र यता मेरो गाडी पनि लोडिङ भइसक्यो। अब निक्ल्यौँ। हामी 2टा गाडी थियौँ, आज चाहिँ 2टा गाडी सँगै चल्न पाएछ बहुत दिन बादमा, र सँगै गइरहेछौँ 2जना। आइपुगेँ मैले दिराक गेट, र यता दिराक गेटमा अब एन्ट्री पनि गर्नुपर्ने हो। र यता हामीहरू दिराक गेट पनि पार भइसक्यौँ, र गइरहेछौँ यता अगाडिपट्टि। अब भात पनि खानुपर्ने, 1:30 बजिसकेछ। दिउँसोबाट काम गर्दा गर्दै पत्तै पाइँदैन दिन चाहिँ। र यता साइड लगाएर अब हामी यता भात सात खाएर निक्लिने हो। र भात सात खाएर भयो, मुखमा तामुल हालेर निक्लिएँ अब तिनसुकियाको लागि। फटाफट गएर यो माल पनि फेकेर आउनुपर्ने हो। र दिनभरि काम गरेर अहिले फेरि लास्ट ट्रिप लिएर म जाँदैछु। अब चाहिँ हामी गएर रोक्ने हो दुमदुमामा। र अहिले पुगेँ म स्याङसम, आइपुगेँ अहिले डिपोमा दुमदुमा। र यहाँनिर हाम्रो गाडी पार्किङ गर्छ। आइपुगेँ 11:30 बजिसक्यो राति। अब गएर फेरि भात पनि पकाएर खानुपर्ने। यतापट्टि मलाई पुरा निन्द्रा लागिसकेको छ, दिनभरि काम गरेर गइसकेँ। यता हाम्रो 2टै गाडी हामीले पार्किङ गरिसक्यौँ, यतापट्टि हाम्रो दाजुले चलाउने गाडी, र यतापट्टि मेरो गाडी। र निक्ल्यौँ 3जना। यता भात पकाउनुको लागि दाजुले पानी बोकाएछ, यता भाइ पछाडि पछाडि म अगाडिपट्टि।